व्हाट्सअप गाइज आज चाहिँ हामी दोस्रो रियाक्सन भिडियो लिएर आइसकेको छौँ र आजको रियाक्सन इज गोइङ टु बी अन नेपालको श्री पेज सिजन 3 एपिसोड 1 अनि हामीलाई चाहिँ ऱ्याप एकदमै मनपर्छ हो कि होइन हामी चाहिँ फेरि ऱ्याप फ्यान पनि हो है त्यसैले र आजको भिडियो अब हाम्रो आफ्नो नाम भनेर सुरु गर्नेछौँ आयुष प्रकाश र केही नभनी हामी भिडियोतिर लागौँ मेरो रियल नेम मनोज राणा मगर तर मलाई चिन्ने चाहिँ भुपे भनेर चिन्छ लेट्स गो भुपे हजुर पहिला म सिजन 2 मा पनि आएको थिएँ सो लाइक सिजन 2 मा तिमी केको कारण आउट भएको थियौ त मेरो अलिकति बार्सहरु धेरै भएर लास्ट अडिसनमा तिम्रो जे भयो त्यो मिस्टेक तिमीले त्यो कमी कमजोरी यसपालि चाहिँ तिमीले सुधारेर ल्याएको छौ यस तिमीलाई अल द बेस्ट हुन्छ नि बेस्ट विशेष है ल दामी यो खेल सोया धेरै नै या रिस्की मेरो हातमा एका दुवा तिर्की मेरो हातमा एका बासा मिसी टाटो लुटे जा सब जना निस्की यो खेल सोया धेरै नै या रिस्की मेरो हातमा एका दुवा तिर्की मेरो हातमा एका बासा मिसी लेको खाल लुटे जा सब जना निस्की होरे खेल खेल्न थाले खेलमा जित्ने बानी सेक्रेटको टाइटल मेरो ताजमा मेरो बाजी मेरो सुटी नि खेल्दाको बडी उसको चाहिँ एउटा साथी म मान्छे अशान्ति म मान्छे बोलात्मी सबको खेलमा हुँदैछ क्रान्ति युद्ध भूमिमा परि जान्छु म जाली डलर सलर दिराम होइन चाह्यो मलाई हात्ती मको बाबुना हुन्छ हरेक खेलमा रियल हस्लरको जित चाले मैले कदम पुग्छु गन्तव्य नजिक म्याट बिला कसिया सेभेन खेलमा हान्छु ह्याट्रिक कस्तो लाग्यो म्याजिक हरेक बिहानीको घामसँगै हुन्छ प्र्याक्टिस खेलमा पनि हुन्छ तेरो म्याच यसो तोरीला दियो म बाटो बाल्दै म्याच सब बाल्दै म्याच खेल यस्तो तरिकाको होस् तेरो घटिया छ सोच प्रतिभाको आज हराउने छ जोस दिमागमा अनेक थरी बढिरहेको क्रोध यत्रो कुरा भने के बुझिस यो सोया धेरै नै तेरो हातमा एका दुवा तिर्की मेरो हातमा एका बासा मिसीले पको खाल लुटे जा सब जना निस्की यो खेल सोया धेरै नै या रिस्की फर्स्टमा चाहिँ तिमीले एकदम क्लीन परफर्मेन्स दियो एकदम राम्रो स्मुथ देयर वाज नो पहिले हामी जजमेन्ट गरौँ कस्तो लाग्यो तँलाई कस्तो लाग्यो उहाँ चाहिँ अब सिजन 2 मा नै आएको रहेछ होइन अब बार्च चाहिँ मिलाएछ राम्रै गरेछ यहाँ चाहिँ मलाई मन परेको चाहिँ फ्लो हो क्या फ्लो चाहिँ एक लाइन मात्र छैन क्या चेन्ज भइरहेको छ यो चाहिँ दामी लाग्यो ऱ्यापर भनेको यस्तो हुनुपर्छ क्या सिरुपाते यस्तो होइन सेफ छ तर आई थिंक इफ मैले तिमीलाई अर्को राउन्डमा पठायो भने चाहिँ अझै तिम्रो यो त एकदम बेसिक स्टाइलवाला फ्लो भयो नि त सो आई वुड वान्ट हेयर लाइक डिफ्रेन्ट स्टाइल्स हुन्छ नि डिफ्रेन्ट लेख्ने शैलीहरू त्यो चाहिँ सुन्न चाहन्छु म अलिकति जोस राम्रो छ होइन अलिकति जो दाइले भने जस्तै डेलिभरीदेखि लिएर एनर्जी राम्रो छ अलिकति फ्लो वाइज र अलिकति बार्स पनि मलाई चाहिँ थोरै अलिकति कमै जस्तो देखेँ मैले राम्रो गर्न सक्छ होला सो द्याट यस त्यो भन्दै चाहिँ यो थ्रु है यो थ्रु यो पास लेट्स गो भुपे भ्रष्टाचार लुटपाट दगैतिर वेश्यावृत्ति गतिलेको छैन त्यसले भयावह छ स्थिति नाजुक छ सबै यहाँ दिन दहाडै बलात्कार छ नि मुखाको पीर बुझ्ने राज्य मुलाका मर्या छ लाग्दिन डर बोल्नु यी कुराले मनमा जो छ नेताले चल्ली पारे युवा पुस्ता बाहिर गएको छ पर्या छ मार भित्र डाम्नाहरू बोक्ने मात्र कस्तो थियो सान देशको अहिले हालत के भएको छ सोचौँ त गइरिएर छातीमा हात राखी जुगाले चाहिँ चुसिरहेछ सिद्ध्याउनलाई रिति मारियो राजवंश पालियो राज गति सिनो खाने गिद्धहरूले पस्किरहेछ बासमती कोहीलाई के बाल छैन रहेन यहाँ देशभक्ति परिभाषण साधु सन्त रात काट्नलाई रम विस्की मौलायो कालो धन्दा नामो खामी चुप बसी चढ हो यो पुँजीवादी धन्दा हो यो राजनीति पुत्रको देशमा द्वन्द्व शान्ति खोज्न कहाँ जाउन रगत र पसिनाको कदर हुने ठाउँ छैन उठाएको बलिदानको यो साम्राज्य यिनको बाउको बेटा सम्झौँ मान्ति गर्ने हक छैन उठाएको खेलमा आज बाङ्गो भाँचो कायदा कानुन यो ज्यानले चाहन्न
न कि प्रश्न टाउके नाइके बनुन् यथार्थ नपस्नेले रुमोलाई साइको बनुन् नीति नियम कायदा कानुन राज्य नियम दैव जानुन् शान्ति ल्याउने नामको जात्रा पाइले पछि सौदाबाजी यसले त कविताहरू त बिचमा बेसाइले महाकाली अधोगति अधोमति रित्तोमति पदमा बस्दा लथालिङ्ग भाष सबै भ्रष्टहरूले हच्चमाउँदा गाडीको बाखुराले अडिरहेछ देश छ परम विलासहरू हेर नुन तेलदेखि सुनसम्म हात फैलाइरहँदा बुढो स्याल मात्र पाइरह्यो सिंहदरबारले देख्यौँ धेरै क्रान्ति तर पनि फेरिएन दिन भित्र खोक्रो भाष देश पुरै बढ्दै गएको छ ऋण कहिले फिर्ने हो मुहार कहिले आउलान् हाम्रा दिन क्रान्ति शान्ति छाडी मातृ आमा शान्ति चाहन्छन् काट्यो समयले हाम्रो त्यसलाई माया गर्ने नेता फेटिएन कहिले समयले शान्ति अशान्तिमा बस्ने कोहीको रहर छैन धन्यवाद तपाईँलाई कस्तो लाग्यो यो चाहिँ? तपाईँलाई कस्तो लाग्यो राम्रो यसमा के भन्नु त्यसलाई बार्स अथवा भनौँ न राइम स्किम चाहिँ राम्रो छ तर फ्लो चाहिँ एउटै छ नि एउटै छ क्या फ्लो चाहिँ एउटै छ प्लस बिचमा अब बिट पनि पक्रेन तर ओभरअल चाहिँ राम्रै छ है ओभरअल चाहिँ दुईवटा मध्येको चाहिँ अब हामीले दुईवटा मात्रै हेर्दैछौँ दुईवटा मध्येको चाहिँ बेस्ट लाग्यो कुन लाग्यो बेस्ट एसएसबी कि भुपे लाग्यो बेस्ट भुपेलाई जितिसक्यो नि ए भुपेलाई हाम्रो लागि दुईजनाको भोट आयो भने सक्यो भुपे इज विनर फर अस ए भुपे अरे एसएसबी इज विनर फर अस ल अब जजेसहरूको सुरुमा के छ प्रतिक्रिया बाजे अलि उस भइरहेछ तर ठिकै ठिक छ ठिक लागेछ तपाईँलाई ठिक लाग्छ भने आएर लिएर जानु सामने अरे ल ताली नो प्रतिक्रिया कङ्ग्रेचुलेसन मजा भाइको नाम के हो लोक अन द माइक लेट्स गो लोक हजुर लोक पाण्डे लोक ए उलोक यस उलोक नाइस नेम म त ए भाइ एकैचोटि अब टक्क लगाएर ल सुने जस्तो लाग्दैन हो त्यो जीवको जस्तो छ नि जीवको जस्तो आवाज आएको यार उलोक लेट्स गो लोक पाण्डे उलोक नाइस नेम थ्याङ्क यू सुन्नु त ए भाइ एकैचोटि अब टक्क लगाएर ल है जीव जस्तो आवाज आउँछ कोही पनि छैन सात माया गरे जस्तो गर्छन् तर छोडेर जान्छन् लास्टमा तर बाले पो मैले हिम्मत हारेको त छैन हुन त हो म पनि राम्रो मान्छे त होइन त्यही पनि माया भनेको त माया हुनुपर्छ तैँले माया गर्दैनस् भने कसले तँलाई गर्छ कसैको पर पऱ्यो भने आफैलाई नै डर्छ साथीहरूको त बाल छैन तर क्षमाको लागि मर्छ आमाको आँखामा आँसु मात्र झर्छ दुःख गरेको पैसाले गर्दै गर्छ पहिला त साथी अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फिर साथीहरूको लागि बनेर चुरोट पनि तानिन्थे चुरोट खाँदा खाँदा बानी बस्यो आमा हेर एकछिनको चुरोट खानु हुँदैन गाइज स्मोकिङ इज इन्जुरियस टु हेल्थ त्यति कुरा खानु हुँदैन डोन्ट सबलाई छोडेर आउने छैन अब त म त बाटो मोडेर जान त त्यहाँ मन दियो आमा तिमीलाई छोडेर यो जुनी जान्छु अर्को जुनी आउँछु तिमीलाई लिएर छोडेर जाँदैछु आमा म त सबलाई छोडेर आउने छैन अब त म त बाटो मोडेर जान त त्यहाँ मन दियो आमा तिमीलाई छोडेर यो जुनी जान्छु अर्को जुनी आउँछु तिमीलाई लिएर छोडेर यो चाहिँ यस्तो म चाहिँ ऱ्यापको लागि नि ताली बजाइदिएँ स्वर फ्लो दामी तर लिरिक्स अलि better take it seriously मजाले गर है ल all the best ल लिएर जाऊ आरजी मुन्द्रे रिप्रेजेन्टिङ पोखरा वडा नम्बर 32 पहिले पनि वडा नम्बर 32 सुनि पनि रहेको पहिला नि आथे लेट्स सी मेरो साथ दिन तिमीले टिकटकमा मलाई साथ दिन तिम्रै
सोचेर बसु रातिन भन्ने त गर्थ्यौ तिमी बिना एक पल बाँच्दिन खुसी छौ होला मेरो साथ दिन सकेनौ सधैँ मलाई साथ दिन तिम्रै बारे सोचेर बसु रातिन भन्ने त गर्थ्यौ टिकटकमा सुनेको आज फेरि तिमी कसरी बाँचिरहेछौ भन न आज फेरि तिमी कसरी हाँसिरहेछौ मलाई चाहिँ साथ दिन्छु पनि अरूलाई नै तिमी ढाँटिरहेछौ तिमी मायाको भएन सो राइमिङ त यसो यति त मै हानिदिन्छु यार स्वर पनि भएन के हो यस्तो नि हुन्छ नेपको श्रीपेश मलाई बोलाऊ नाममा आफ्नो स्वार्थ मात्रै साटिरहेछ टाढी गयौ नि तिमी मुटुलाई नमिठो घायल पारी भन्ने त गर्थ्यौ बस्नेछौ तिमी सधैँ मेरो नै छाया बनी घामलाई बादलले राइमिङ यसो मन परेन नर्सरी राइमिङ भयो क्या एउटा प्रश्न गर्छु के कमी थियो र मेरो मायामा नि आफ्नो भन्नेले नि छाडी गए आफन्तहरू पनि ताडिरहे चोख मनदेखि माया बाँडिरहे आफैसँग सधैँ हारिरहे तिम्रै खुसीको सँगै बारबी साउला बन्तो लाजमा तिमी पर्दिने मनै भारी भए खुसी छौ होला मेरो साथ बिन तिमीले सकेनौ सधैँ मलाई साथ दिन तिम्रै बारे सोचेर बसु राति नभन्ने त गर्थ्यौ तिमी आँखामा बस्की तिमी आँसु बनिने कसी गयौ कसेर गए पनि यो मनमा पनि सधैँ बसिरह्यौ सोपति आश थियो आज तिमी पनि फेरि बदली गयौ यस्तो उयो त नि अभि उयो दिएको यसलाई के ढोक गर्नु गएको खुट्टा उयो त नदिनु पर्ने यस्तो टुकी आइ एम भेरी अपसेट विथ यु यस्तो राइमिङ त नि म त्यो स्कुलमा क्या यसो भोलि एक पेज कविता लेखेर आऊ है भन्दा लेखेर जान्थ्यो र बच्चामा के हो यस्तो राइमिङ त तर गाइज मलाई चाहिँ बोलाएको हुन्थ्यो क्या टुकी ल गाइज आजलाई चाहिँ यति नै हाम्रो चाहिँ यो पार्ट 1 अलिकति नभएर हो पार्ट 2 चाहिँ हामी अब यसको एपिसोड 1 को चाहिँ पुरै भिडियो अब पार्ट 2 मा चाहिँ लिएर आउँछौँ र हामीलाई चाहिँ बबाले लाग्यो है त्यो हामीले अब बिचमा जे भन्यो नो हेट फर एनीवन हैन हामीलाई चाहिँ जे लाग्यो त्यही भन्यो हामी चाहिँ अब त्यस्तो बायस हुने काम गर्दिनौँ अब जति राम्रो छ हामीलाई त्यति राम्रो लाग्यो भने त्यस्तै भन्ने हो नत्र नराम्रो लाग्यो भने नराम्रो नै भन्ने हो हाम्रो कामै त्यही हो र रियाक्सन भिडियोको मोटिभै त्यही हो हैन त्यसैले अब हामी चाहिँ बिदा हुन चाहन्छौँ यति भन्दै हस्त धन्यवाद नमस्ते।